बुद्धको सारा कहाँ छिन्ती यशोधरा पाँचै पुरुषकी साझा द्रौपदी छिन्कतातिर पट्टी खोलेर आँखाको गान्धारी निस्क बाहिर। वाह क्या बात है। खोलेर आँखाको गान्धारी निस्क बाहिर। नानीको सम्मानमा यो अघि बिन्द्या दिदीले भनेको त्यो परेवा त माथि माथि जाँदै त्यो परेवा त्यही विषयमा एउटा कविता पढ्छु। मेरो कविताको शीर्षक सरा। सरा पंछी पञ्चचामर छन्द। सरा रहस्य जीवको चरा सशक्त जिन्दगी चरा प्रभात लक्ष्यको चरा अनन्त माधुरी म भित्र फुल्छ विश्वको अपार सभ्य भावना म भित्र फुल्छ त्यागको हजार लाख चाहना म पुग्न सक्छु व्योममा नथाक्छ पंख केही गरी म उड्न सक्छु शान्तिको फुकेर शङ्ख बेसरी म लाख बन्द पिञ्जरा फुटाउँदैछु शब्दले विचार बन्धु भावको जुटाउँदैछु चाहनाले भए विचार तुच्छ त्यो समात एक पंख यो भए विचार तुच्छ त्यो समात एक पंख यो म लग्छु भव्य व्योममा रहन्न द्वेष आत्मको हिमाल होस् पहाड होस् मधेस या उपत्यका म भित्र छैन भिन्नता म भित्र छैन दासता फुलेर फुल बागमा झुटकेर गर्छ स्वागत लुकाउँदैछ गर्भमा अनन्त सूर्य थियो जल हिमाल हाँस्छ गर्वले पहाड फुल्छ हर्षले म हेर्छु चाल सृष्टिको रमाउँदै रहस्यले चरा हुँ नग्न हुन्न है भुलेर भ्रष्ट बन्दिन चरा हुँ नग्न हुन्न है भुलेर भ्रष्ट बन्दिन चरा हुँ झुटको बिटो लिएर हिँड्न जान्दिन हजार लाख रूप छन् म बाँच्छु एक शब्दमा मनुष्य त्यो म झैं भए हुनेछ पूज्य विश्वमा मनुष्य त्यो म झैं भए हुनेछ पूज्य विश्वमा मनुष्य त्यो म झैं भए हुनेछ पूज्य विश्वमा। धन्यवाद।